चुनावी यात्रामा बालेन शाहसँगै अछाम पुगेका बेला बेहोस भएर ब्रेन ह्यामरेजका कारण मृत्यु भएका भनिएका दिनेश त्रिपाठीको अर्कै समस्याका कारण मृत्यु भएको रहस्य खुलेको छ। बालेनका सहयोगी भूपदेव शाहको घरमा चिया खाएर निस्कने क्रममा स्कर्पियो गाडीबाट ओर्लन खोज्दा सिटौला ढलेर टाउकोमा चोट लागेको भनिएको छ। घटना हुनासाथ शुक्रबार बिहान 9:30 बजे नेपाली सेनाको हेलिकप्टर मार्फत सिटौलालाई सुर्खेत हुँदै काठमाडौँ पठाइएको थियो। काठमाडौँ स्थित ग्रान्डी अस्पतालमा पुर्याएपछि उनको सघन उपचार कक्ष आइसियूमा राखेर उपचार सुरु भएको थियो। चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष समेत रहेका सिटौला द सिनेमा टाइम्स अनलाइन पोर्टलका सम्पादक अध्यक्ष समेत हुन्। सिटौलाले एक समय नेपाल टेलिभिजनमा चलचित्र सम्बन्धी कार्यक्रम पनि चलाउने गर्थे। ब्रेन ह्यामरेजका कारण मृत्यु भएको भनिएका सिटौलाको गोप्य स्रोतका अनुसार उनको गोप्य अङ्गमा चोट रहेको छ, तर यसबारे अस्पताल प्रशासनले केही बोल्न चाहेको छैन।